के हजुरहरूले पनि आफ्नो बालबच्चालाई बुढानीकण्ठ स्कुलमा पढाउने विचार गरिरहनु भएको छ? बुढानीकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतको छात्रवृत्ति परीक्षा सम्बन्धी सूचना प्रकाशित भइसकेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालय अन्तर्गत बुढानीकण्ठ स्कुल काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा 5 देखि आवश्यक रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेन्दार बालबालिकाहरूमध्ये छात्रवृत्तिमा छनौटका लागि सूचना प्रकाशित गरिएको छ। हामीले यस छात्रवृत्ति परीक्षा सम्बन्धी सूचनामा छनौटका आधार, फारम बुझाउने मिति र समय जुन चाहिँ 2081 चैत्र 26 गते मङ्गलबार दिउँसो 1 बजेदेखि 4 बजेसम्म तथा 2081 चैत 27 गते बुधबार बिहान 8 बजेदेखि 10 बजेसम्म चाहिँ हामीले फारम बुझाउने मिति र समय तोकिएको छ भने लिखित परीक्षा मिति र समय 2081 चैत 27 गते बुधबार बिहान 11 बजे रहेको छ भने हामीले सँगसँगै पाठ्यक्रम बुढानीकण्ठ स्कुल निमित्त खुल्ला तथा आरक्षण सिटको सङ्ख्या 42 जुन चाहिँ 50% छात्रा रहने र साथसाथै साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरू र आवेदनको शुल्क जुन चाहिँ 100 रुपियाँ मात्र छ र दस्ताखत साथ पेश गर्नुपर्ने कागजहरू जुन चाहिँ लिस्टेड वेमा राखिएको छ जुन चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ र साथसाथै दस्तखत फारम भर्दा ध्यान दिनुपर्ने कुराहरू पनि लेखिएको छ र परीक्षाको केन्द्रहरू जुन चाहिँ काठमाडौँबाट मात्र नभएर सबै जिल्लाहरूमा चाहिँ हामीले देख्न सक्छौँ जुनको एक्जाम सेन्टर तोकिएको छ। त्यहाँ सबै जिल्लाको जिल्लाको कुनै एउटा विद्यालयबाट चाहिँ हामीले एक्जाम दिनलाई सक्छौँ र मैले यो नोटिस यो भिडियोको डिस्क्रिप्सनमा राखिदिनेछु। हजुरले लाइक र सेयर गरेर जेहेन्दार र निम्न स्तरको विद्यार्थीहरूको सामु पुर्याइदिनु होला। कसैको भविष्य बन्नेछ। धन्यवाद।